गुरु खेन यो अन्त ल केटाहरु हेर्दा आमामा गेला कति रमाइलो भइराछ ल ल ल ल हान्न सुरु गरे केटाहरुले यार ओए ओए यो त हान्नु ओए ल ल इन्जोय इन्जोय ल ल एकछिन भाइ ला कसम आज त केटा भाइरल भन्छ सबैजना के हो रे केटा हो काला मान्छे सेतै गरेर त केटा हामी फाइनल आइपुगिसकेको छ पुरा चिप्लो आमामा हेलो दाइ के छ ठिक छ एकदम एकदम हामी डोको ओ ओ आमा यहाँ फोटो खिच्न रेडी हुँदैछ केटाहरुको ओ चुचु मेरो चस्मा खै चुचु ओहो यतिकै रमाइलो भयो नि त मजा आइरहेछ कामै गयो यता चिसो भयो क्या पुरा ओ गाउँछौँ गेला कति रमाइलो भइरहेछ के भन्नु चिसो भइरहेछ चिसो भइरहेछ के भाइ के हो नि गेला लडेर कस्तो रमाइलो भइरहेछ तपाईँलाई मजा आइरहेछ ओहो है ऊ पारि हिमाल हेर्नु न हिमाल फोटो के भिडियो केटाहरु चाहिँ फोटो खिच्न बिजी छ हाम्रो केटाहरु ओहो चिसो चाहिँ चिसो धेरै हिउँ खासै चाहिँ परेछ नि बाग्लो चाहिँ ठिक ठिक रहेछ त्यही पनि कति रमाइलो भएर छ सन्तोष गेला कति रमाइलो भएर तपाईँलाई अब यहाँ दिदीले सोध्नु न कति राम्रो भयो दिदी तपाईँ घर यतै हो अनि तपाईँ चाहिँ रमाइलो नगर्नु त ला तपाईँलाई यस्तो हिउँ परेर हिउँ नखेली एक्लै हिँड्नु रहेछ नि तपाईँ चाहिँ दिनदिनै रमाइलो गर्ने हामी चाहिँ एकछिन रमाइलो किरण किरण कति रमाइलो भइरहेछ कति चिसो भइरहेछ अब जो चाहिँ आउँदैन होइन त्यो मान्छे चाहिँ होइन रिग्रेट हुन्छ है अब त्यो त हुने कुरा हो है है अनि तर पनि अब हाम्रो साथी ग्रुपहरूमा नआउने चाहिँ झन् रुन्छ ल एकखेप रुन्छ नि रिग्रेट थाहा छैन होइन तर यहाँ आउनु भनेको चाहिँ होइन प्रकृतिको एउटा हो क्या त्यो गेला अनि तिमी के भन्नु तिमीले त गाला धल्पे भएर के माथि हिउँ बस्नु रात रात उनीहरूले के हो तिमी धल्प गएन अनि के भन्छ लु भन त खा भन्छ ला खा भन्छ मुख पो होइन नेपाल तिम्रो चाहिँ के भन्छ अरे किरणको चाहिँ इन्डियामा के भन्छ इन्डियामा के भन्छ अनि अनि आने आने ओए आने ओए ओए आने रमाइलो भएर चाहिँ केटाहरुको ल ल कति रमाइलो भएछ तपाईँलाई आम्मामा एकदम मजा आइरहेछ है नआउने केटाहरु के हुन्छ र आज पुरा रिग्रेट हुन्छ है ल नआउनेलाई त आज त फेरि अनि भरे भिडियो हेरेर दिनहरु त नि हेरेको हेऱ्यो नि यहाँ त हेरेको पार्छ केटाहरुले आज चिसो भइसक्यो मान्छेले हानेको हाने गर्छ त केसा लगा मेरो के कप बोक्री हुनेछ त माग्ने त कफी खान आएको कफी बन्दैछ भने खै पर्खिँदा पर्खिँदा काले अप्सी डरेको भन्नु कफी नखाएर खै मलाई कफी त कफी र हिउँ चोपेर एउटा कफी गेला कफी र हिउँ खानु रे चोप्नु ल हुन्छ के अगर बेन्च बोल्दा करन जब म जिना खोला त्यो म त उगिरि बसेला छोपा भुल्लो आमा रमाइलो भइरहेछ मिठो छ है आमा यस्तो हुनुपर्छ त खाजा अरे राति हाम्रो फोटो हेर्दै रुन्छ ल आज चाहिँ रुन्छ को रुने रुन्छ सबै के हो यो वाट इज दिस गेला हिमाली बेगैमा चिसो चाहिँ धेरै चिसो आमामा के साह्रो चिसो ल के भयो गाह्रो चढेर जानु भन्छ केटाहरू
राम्रोसँग के मर्छ खाना छु जान जान ल ए भाइ त काम छैन मिला मिला भाँडाकुटी खेल्ने हो तपाईँहरूले के बनाउनु भएको यो होइन होला ल ल यस्तो राम्रो दृश्य देखिरहेछ हिउँ परेर ल यो अन्त ठाउँ भनेको चाहिँ ओ खेला के बनाएको त्यस्तो छ जे पिटी बच्चा खेले जस्तो खेलेको जता हेरेरै बसौँ मलाई लाग्छ के भएको यो थाकिसक्यो हिँड्दा ओ किरण दाजु के छ अनि मजा आइरहेछ दामी ल यो चाहिँ ओ तल डाँडा छोडिदिनु रहेछ कुन छोडिदिनु थियो ला छोडिदिनु रहेछ ओ के हुँदैछ त हिँड्न सकेन अनि हो ल ल एक्टिङ गर्दै आउनु ल बिस्तारै हामी गएको ओ सुरु भाइ सुरु सुरु ल सुरु ल ल मार्यो ओ पारबाट हिमालै हिमाल देखिरहेछ ला कुन हिमाल त्यो 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 गौरी शङ्कर ला मेरो गाउँ त उता लानु फेरि उद्या त्यो गौरी शङ्कर सर र ओ गाउँछु क्या भन न के हो पर कुन हिमाल हो त्यो त्यो गौरी शङ्कर हिमाल हो गौरी शङ्कर हिमाल त्यस्तो हुन्छ त्यस्तो हुँदो रहेछ ए यतापट्टिको सेतो सेतो हुँदो रहेछ है गौरी शङ्करको भाइ हो अनि उतापट्टि दिदी बहिनीहरू छ आमा चाहिँ कहाँ छ नि आमा चाहिँ कोही छैन त नि आमा यही छ त हामी गौरी शङ्करको आमा भेट्न आएको हो ए ल भेट्नुपर्छ ल त्यसो भए अनि आज खुसी लागिरहेछ होइन है एकदम ओ आमा हजुर तपाईँ त बिहे गर्नु मिल्दैन के को आमा आमाले मगर तपाईँहरूले नरिवल खाएको साथी हाँस्नु भयो क्या हुस्सो लाग्यो नि त कस्तो रहेछ ए अब त हुस्सुप लाग्यो पुरै कस्तो दिन थाल्यो हुस्सु लागेर डर लाग्यो तपाईँ त अहिले तिनजना मात्रै डराउनु भयो अहिले त झन् किन चल्दैन खै चलिहाल्यो भने गर्दा किन भुइँ बस्नु पऱ्यो फेरि फर्स्ट टाइम केबल कार्ड चढ्नेहरुको खुसी भएर भन्दैन डर लागेर कराएर त्यसको मनमा केही नि कि तर यस्तो गर्दैन म त हैन झुरुक्क झर्यो तल ओराल्ने ठाउँमा चाहिँ झडक्क झड्का दिए जस्तो गर्छ कि त्यस्तो के हुँदैन के दिन्छ हल्लाइ भने पो अलिक मजा हुन्छ त यो त सुलुलु गएको जिन्दगी चढ्दैन यस्तो मजे मजे यहाँ यस्तो नभन्नु न आज सक्यो जिन्दगी सही मोटो नै ढुकढुक पारे यार के डर हुँदैन म त अहिले त उभिएरै आएको है हुन्छ आएको तर्नु बस्ने सट्टा लगाएर साह्रै चिसो भयो ओएमसीले के हो त्यहाँबाट आएको हामी यार आयो माउ यस्तो चिसो भएको यार चिसो बिजोक भइसक्यो